guys, let's eat दाल भात अनि यो चाहिँ टमाटरको फ्याटकै अचार छ यहाँ यस्तो तोरिदिएको माथिबाट टमाटरको फ्याटकै अचार अनि भुटेको आलु अनि अझै खानु अचार भयो खाइला यो टमाटरको फ्याटकै अचार चाहिँ मेरो फेभरेट हो क्या यो भयो भने म भात मजाले खाइदिन्छु अनि त्यही माथि किम्ची यो फ्याटे अचार चाहिँ मेरो मम्मीले मिठो बनाउनु हुँदै क्या पहिला घरमा हुँदाखेरि अनि यो अचार पायो भने चाहिँ म अचारसँग मात्रै भात खान्थेँ ओके गाइस लेट्स स्टार्ट दामी भयो यति आलु हाल्छु यहाँ चाहिँ दाल क्या गरम गरम परेर कस्तो घिनलाग्दो देख्यो मेरो दाल यो किम्ची मेरो साथीले दिएको उसको स्टोरबाट गाइस जुन दिनदेखि म डाइटिङ बस्छु भनेर सोचेको मोटाएपछि डाइटिङ बस्नुपर्छ साह्रो भएन भनेर सोचेको त्यो दिनदेखि त भातै मात्र खानु मन लाग्छ क्या भात मात्र होइन जे पनि के भोक लाग्यो अनि डाइटिङ बस्ने वार्तामा नै छैन होइन डाइटिङ बस्नु नसकेको हो कि के हो पहिला चाहिँ म खासै भात खाँदिनँ थिएँ क्या अहिले त एक दिन भात खाएन भने म त के खाएन भोकै छु कि क्या हो जति नै आउने खानेकुरा खाएँ पनि एक दिन भात खाएन भने भोलिपल्ट त म त भातको याद आएर के नपुगेको जिउमा के नपुगेको सन्चै नभएको जस्तो हुन्छ म चाहिँ एक नम्बरको भातै भएको छु गाइस मलाई चाहिँ यो किम्ची भातमा मिसाएर मिठो लाग्छ क्या पहिला म काम गर्ने ठाउँमा पनि खालि किम्ची त्यहाँनिर त त्यो जापानिज रेस्टुरेन्ट हो नि त अनि त्यहाँनिर किम्ची मागेर खाँदै म किम्ची र भात सब्जी मिठो बनाउनु किम्ची मले भात खाएँ यस्तो भात खायो अनि सुतेपछि त मान्छे मोटाएर के हुन्छ म लास्टै मोटाइसकेँ मोटाउनु सजिलो छ गरम भात खायो चाहिँ खानु नखाएँ मोटाइहाल्छ घट्न माई गुडनेस घट्न यति गाह्रो पर्छ खाएँ मलाई यो आलु क्या यत्तिकै खानु चाहिँ मिठो लाग्दैन होइन सब्जीहरूमा के मिसाल्छ नि त मिठो लाग्दैन र फेरि यो फ्राई गरेको आलु चाहिँ फेरि मिठो लाग्छ यति भात रह्यो कि म अचार हालेर आएँ ल
गाइस मैले चाहिँ अचार र सब्जी थपेर है यस्तो मिठो भएको छ। धेरै त नराम्दैन खाँदा एकदम मिठो भएको छ। अस्ति यस्तो मिठो खाने क्रेभिङ भइरहेको मुझे कहाँ से पीछे सब्जी खाना मन लाग्छ।